हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो गाइज अहिले चाहिँ म होइन ट्याक्कै यो सेतो पुलतिर जाँदैछु। यो ट्याक्कै म गौशालादेखि अलिक भित्रतिर छु। अनि के छ सबैजना सन्चै हुनुहुन्छ? यहाँ चाहिँ पानी पर्दैछ अहिले सिम सिम सिम। यहाँको लाइभ अवस्था अहिले यस्तो छ होइन। र हल्का यसलाई यो ब्राइटनेस पानी पर्यो यार, भिजाइसक्यो। ट्याक्क यो परतिर म जाँदैछु। मेरो चाहिँ आएन छ कि आम्मा म यहाँ त फोहोर त नि कति धेरै हुँदो रहेछ क्या खोलाभित्र। थोरै फोहोर छ यार। पानी परिरहेको अवस्था र अहिले चाहिँ बर्खा लागिसक्यो होइन, मनसुन भित्रिसक्यो नि त नेपालमा। छ है गाइज। र म चाहिँ हल्का व्यस्तताको कारणले गर्दाखेरि चाहिँ मैले भिडियोहरू बनाउन पाइरहेको थिइनँ क्या। अनि आज चाहिँ यसो बनाइदिउँ न भनेर चाहिँ बनाइदिएको। अब एउटा भिडियो त बनाउनु पऱ्यो नि त होइन। घुम्न त अस्तिमा उयो एक म बेलुकातिर गएको थिएँ क्या पशुपतितिर। अनि त्यहाँ घुम्यो अरे, पानीले त्यति मजाले घुम्न पनि पाइनँ। अहिले चाहिँ म अब ट्याक्कै यतातिर यहाँ यसो जाँदैछु क्या। बिजी भयो नि त धेरै, त्यही भएर म यसो बाहिरतिर निस्किँदैछु। त्यही पनि तर यहाँ पानीले अब घुम्न देला जस्तो छैन। अरू त सबै ठिकै छ गाइज। यसो यहाँ केडियमतिर ठिकै छ मौसम, न गर्मी छ न जाडो छ होइन, ठिक्क छ। यहाँ 24-25 डिग्री हुँदो रहेछ कि तापक्रम पनि। आज चाहिँ कति छ थाहा छैन, पानी आइरहेको छ अवस्था। र म जाँदैछु उयो सेतो पुलतिर। म त गले यार, धेरै दिन भयो नि त, अक्कखेरि कस्तो क्या, धेरै दिन भयो क्या मैले भ्लग नहालेको। तर अब आज चाहिँ हाल्नुपर्छ होइन, किनकि अब केडिएम आएको यत्रो दिन भइसक्यो, एउटा भ्लग गएको छैन। म यहाँ यस्तो मस्त चिलमा घुम्दैछु। 2-4 दिन चाहिँ यसो हल्कामा बिजी थिएँ, त्यही भएर मैले भिडियोहरू हाल्न पाइरहेको थिइनँ। यो खोलामा पनि बाढी आएर अहिले टक्क यहाँ पानी बढ्दै गरेको अवस्था होइन। पानी त परिरहेको छ। र यस्तो छ है गाइज यहाँको भ्यू। म अझै घुम्ने बाँकी नै छ क्या। त्यही पनि तर त्यो टाइमै मेरो नमिलेर क्या। अब बेलुका गइन्छ होइन, त्यति साह्रो उयो भ्यू क्याप्चर गर्न पाइएन गाइज। अरू सबै ठिकै छ। अब यहाँ मैले एउटा ब्याङ्कको उयो खोजिरहेको छु क्या। म यहाँ हल्का मलाई अब खर्च चाहियो नि त, त्यही भएर यहाँ म एडिएम आएको गाइज। खासमा भन्नुपर्दाखेरि म एडिएम आएको होइन। यहाँ म ब्याङ्क हेर्दैछु कहाँनिर छ। अब क्रस भइदिइहाल्नु पऱ्यो यार। र गाइज अहिले एकदम लाइभ पानी परिरहेको अवस्था। यहाँको वेदर एकदम ठिक छ। र म आइपुग्यो उयो सेतो पुलतिर। यहाँ अगाडि आइपुग्यो है। हाम्रो प्रेम साथीको पनि रुम यतैतिर थियो भन्दै थियो केटाहरूले। कहाँनिर हो थाहा छैन मलाई चाहिँ। त्यो साथी चाहिँ उता घर गएको छ अरे, मैले सुनेको। त्यस्तै सुन्नमा चाहिँ त्यस्तै आएको थियो।
फोनको हल्का ब्राइटनेस बढाइदिनु पर्छ क्या। अहिले पानी परेर घुमिरहेको अवस्था गाइस। पानी त ठुलै पऱ्यो यार, टक्क त्यहाँनिर रहेछ। एडिएम पो छ कि छैन यार। र गाइस मैले मोबाइल बोक्दा बोक्दा हातै गल्यो यार। र म यता यहाँ आइपुगेँ होइन। यहाँनिर यार कपाल पनि नमिलिरहेको अवस्था। गरिमा विकास लिमिटेड त्यहाँ रहेछ होइन। त्यहाँ एटिएम छ कि छैन थाहा छैन, एकचोटि म गएर हेर्छु। ओके गाइज, हाम्रो भिडियो चाहिँ आजलाई यति नै। अब फेरि नेक्स्ट अर्को ठाउँतिर गएर म भिडियो बनाउँछु। ओके बाई बाई, टेक केयर गाइज।